चाहिँ डक्टर है होइन परेन मान्छे के हुँदैन यसो तपाईँलाई के चेक गरौँ है प्रेसरहरू अनि तपाईँ घरे चाहिँ कता यही घर हो अनि के छ त आमाहरू खबर गाउँतिर पुरानो व्यथाहरू केही छ हजुरलाई हजुर कहिलेबाट हो नि यो घोडा र पाखुरा हजुर अनि घोडा हिँड्दाखेरि दुख्ने हो कि बस्दाखेरि पनि दुख्ने कस्तो हो गर्दा दुख्छ है कहिले कहिले सुनिन्छ भने हेर्दामा चेक पनि गराउनु भयो होला हड्डी केयर भन्यो होला होइन बुढेसकाल म परवासमै पहिला पढेँ काम गरेको हो कि दुईवटा हड्डी छ नि अहिले म टिचिङमा हो दुईवटा हड्डी छ नि आमा सुन्नुहुन्छ दुईवटा हड्डीको बिचमा पानी हुन्छ के उमेर बढ्दै जाँदा त्यो पानी कम हुँदै जान्छ कि अनि भैमा केही फरक पर्दैन आमालाई केही फरक पर्दैन है अनि पाखुरा भन्नाले कुन कहाँनिर त्यहाँनिर ढाड औषधिहरू खानु भएको छ कि छैन कता आमा यो लाउने मलम लाउनु घोडामा है अनि यो मलम चाहिँ घोडामा लाउनु दुख्दाखेरि अब खाने औषधिहरू पनि पऱ्यो भने दिन्छु यही हो अहिले तपाईँ लाग्यो पनि यही नै होला है यही मलममा दुख्दाखेरि लाउने मलम है यसले चाहिँ दुखाइ सुन्ने नहुँदा कम गर्छ है अब यो बाहेक पनि अब केही पऱ्यो भने मैले गरिहाल्छु है यहाँ पनि लाउनु म खास टिचिङ हस्पिटलको डक्टर हो काठमाडौँ अहिले चाहिँ म यहाँ नेता भएको छु आमा है म जुत्ता जेन्जीको है जेन्जीको नेता हो जेन्जीहरूको मेरो जुत्ता 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 जेन्जीको जुत्ता हो अनि मैले चाहिँ घर घरै मैले कोरोनामा पनि यहाँ उपचार गर्थेँ कि म नगरपालिकाको डक्टर हो कोरोनामा पहिला यहाँ क्रिम्सनको आइसियुमा पनि मैले काम गर्थेँ त्यो बाबाको इमर्जेन्सीमा नि काम गर्थेँ 5 वर्ष चाहिँ मैले टिचिङ हस्पिटलमा गरेँ अब चाहिँ म प्रादेशिक हस्पिटल आउनुपर्ने हो तर भ्या छैन अहिले देश बनाऊँ भनेर देशै बिरामी भयो यसो उपचार गरेँ भनेर लागेको है अरू केही घर परिवारमा केही समस्या यताउता